सबै सर्प विषालु हुँदैनन्, तर विषालु सर्पले टोकेको अवस्थामा हाम्रो शरीरमा विभिन्न लक्षणहरू आउन सक्छन्। टोकेको स्थानमा दुख्ने, सुनिने, अर्थात् न्युरोटोक्सिक सर्पहरू जस्तै कोब्रा, क्रेटहरूले टोकेमा टाउको दुख्ने, चक्कर लाग्ने, अर्थात् कतिपय अवस्थामा हामीलाई केले टोकेको भन्ने नै थाहा हुँदैन। त्यस्तो अवस्थामा हामीले चाहिँ सर्पले टोकेको शङ्का पनि गर्नु आवश्यक हुन्छ। सर्पले त टोकिहाल्यो, तर हामीले कहिले पनि त्यो घाउलाई काट्ने, चुस्ने अथवा दबाउने गर्नु हुँदैन। बरफ रसायन अथवा कुनै पनि घरेलु सामग्रीहरू लगाउनु हुँदैन, अर्थात् त्यसलाई चाहिँ एकदम डोरीले बाँधेर एकदम टाइट पाराले चाहिँ डोरीले बाँध्ने त्यस्तो कामहरू पनि हामीले चाहिँ गर्नु हुँदैन है त। अब टोकिहाल्यो भने प्राथमिक रूपमा सर्वप्रथम त बिरामीलाई शान्त पार्ने र बिरामीलाई आत्तिन नदिने, किनकि आत्तिएर पनि धेरै समस्याहरू आउन सक्छन् है त। टोकिएको भागलाई चाहिँ हामीले स्थिर रूपमा राख्नुपर्छ, हलचल नगरिकन। कि त्यो त्यहाँ टोकिएको यदि विष लागेको छ भने चाहिँ हाम्रो सर्कुलेसनमा गएर चाहिँ त्यसले भोलि समस्या नलिएर आओस् भनेर। त्यस्तै गरेर हाम्रो एकदम टाइट कपडाहरू लगाएका छौँ, औँठी, घडी अथवा कुनै पनि सामान लगाएको छौँ, त्यसलाई चाहिँ हटाउनुपर्छ। र समयमै ज्यान जानबाट रोक्नलाई चाहिँ हामीले किनकि अस्पताल नै लैजानुपर्छ। धामी, झाँक्री अथवा यस्तो फुकफाक गर्ने कामहरू चाहिँ गर्न उचित रहँदैन है त। किनकि सर्पको एउटा मात्रै उपचार भनेको सर्पको एन्टिभेनम हो र सपोर्टिभ ट्रिटमेन्ट जे कम्प्लिकेसनहरू आउँछ त्यसलाई चाहिँ हामीले सपोर्टिभ ट्रिटमेन्ट अस्पतालमा मात्रै गर्न सक्छौँ। मैले सुरुमा पनि भने सबै सर्पहरू विषालु हुँदैनन्, तर विषालु नभएको सर्पले टोक्दा पनि कतिपय अवस्थामा आत्तिएर हामीलाई धेरै समस्याहरू आउँछ। तर पनि एक फेर हामीले टोकेको एकदम चाँडोभन्दा चाँडो अस्पताल जाने प्रयास गर्नुपर्दछ। त्यस्तै गरेर लक्षणहरू आएमा दुख्ने, सुनिने, बान्ता हुने, सास फेर्न गाह्रो भएमा त झन् चाँडो जान आवश्यक हुन्छ। त्यस्तै गरेर बालबालिका अथवा भनौँ न वृद्ध र गर्भवती महिलामा अझै हामी सचेत रूपमा भएर अस्पताल लान निकै जरुरी छ। त्यसैले सबै उपायहरू अपनाएर हामी चाहिँ सर्पको टोकाइबाट बच्नुपर्छ। आफ्नो वरिपरिको झाडीहरू सफा गर्ने, रातिमा टर्च लाइट बालेर हिँड्ने, त्यस्तै गरेर जुत्ता अथवा बुटहरू चाहिँ लगाउने, यो सबै गरेमा हामी आफ्नो ज्यान जानबाट अथवा सर्पको टोकाइबाट चाहिँ आफूलाई बचाउन सक्छौँ र वरिपरि पनि जनचेतना फैलाउन सक्छौँ। धन्यवाद।